तिमीलाई समाज यो केहीको तिमीलाई मतलब परवाह छैन। तिमीहरू जस्तो नमुना धब्बा यस्ताहरूले गर्दाखेरि आज समाज बिग्रेको यो हुन्छ नि, यो अराजकता, यो हैन नौटङ्की नाटक स्रोत केही छैन, काम गर्ने ढङ्ग छैन, जाँगर छैन, जग्गा जमिन छैन, केही छैन, खेत छैन, बारी छैन, नाते सागसब्जी लगाएर खाउँ भने केही छैन। एउटा कोठामा बसेको छ काठमाडौँमा गएर, अथवा एउटा जोगी यता वहाँमा आएर एउटा कोठामा बसेको छ। न बाउको मतलब, न आमाको मतलब, न बाउ छ न आमा छ, कोही छैन, कसैको मतलब छैन, टुराटुरी जस्तो भएर बसेको छ। अनि दुनियाँ नौटङ्की नाटक गरेको छ, कुनै इज्जत लाज शरम घिन मतलब केही छैन। अनि युट्युबले 5000 दियो भने त्यहीँ मुङ्रोसम्म पुगेको छ। एउटा जोगीले 5000 पठायो भने त्यही जोगीको चाहिँ म पत्ती भनेर चाहिँ यत्रो चाहिँ खरानी धसेर त्यो मोसोसोसो के भन्छ बेसार घसेर चाहिँ त्यो चन्दन यस्तो यस्तो पारेर प्लित्त पारेर चन्दन लगाएर आएको छ। फेरि मैले चन्दन लगाउनु पऱ्यो भने फेरि मेरो चन्दन चाहिँ फेरि जान्छ नि बगेर माथिदेखि तलसम्म हुन्छ नि। फेरि याद गर्नु है, हामी पनि चन्दन लाउन आउँछ, फेरि चन्दन हामी छोलेर लगाइन्छ, फेरि अनुहारभरि छिरेरी हुने गरेर विचार गर्नु। तिमीहरूलाई यस्तै मन पर्दो रहेछ। तिमीहरूलाई राम्रो भन्यो, राम्रो सम्झायो, बुझ्यो यताउता भने तिमीलाई मन पर्दैन होइन। हामीले चन्दन लाउनु पऱ्यो भने फेरि अनुहारभरि सबै ल्याब्रा लिब्रिक सबै कानसान नाकसाक सबै बुचिन्छ नि। फेरि याद गर्नु, सास फेर्नु गाह्रो हुन्छ, फेरि मुख टालिन्छ। अलिक चाहिँदो पो गर्नुपर्छ यार, अलिक हद सीमा पो हुन्छ यार, सीमा पार गर्नु हुँदैन क्या मान्छेले जहिले पनि। नचाहिने बकवास एउटा कहाँबाट एउटा मुला ल्याएको छ, एउटा यसो घोटेको छ, लगाएको छ, मुला मोसो दलेर अनि त्यहाँदेखि त्यो अबिर खरानी धसेर बाबाजी गुरु हुन्छ। त्यसरी एउटा धर्मको गुरु जस्तो बदनाम बेइज्जत गर्न पाइन्छ? जे पाते गर्न पाइने, जे भन त्यही बोल्न पाइन्छ, नाटक गर्न पाइन्छ, नौटङ्की पाइन्छ, पैसाको लागि बिक्ने, यसरी समाज बेच्ने, धर्म बेच्ने पैसाको लागि। त्यही भएर आज हाम्रो धर्म हेरौँ नेपालमा यस्तैले गर्दाखेरि बिलाएर गइसक्यो। हाम्रो धर्म, कला, संस्कृति, भाषा सबै मेटिसक्यो क्या। त्यही भएर अरू मान्छेहरूले पेलिसक्यो, अरूले उयो गरिसके। यस्तैले गर्दाखेरि हो आज नेपालमा हिन्दू धर्म खोइ, भाषा संस्कृति खोइ कता गयो। गुरु भनाउँदा खोइ मन्दिरमा गएर मुत्ने, त्यही मन्दिरमा गएर चाहिँ दुनियाँ गर्ने, त्यही मन्दिरमा गएर चाहिँ दुनियाँ चटक नाटक गर्ने। एउटा चाहिँ न पढेको छ, न लेखेको छ, न तपस्या गरेको छ, न केही गरेको छ। एउटा धोती बेरेर चाहिँ अनि आएर मोसो दलेर अनि त्यो अबिर दलेमा चन्दन दलेमा गुरु हुन्छ भतुवा थियो त्यो भिखारी। बरु म सिधै भिखारी हो, म जोगी हो, म माग्ने हो भनेर सिधै भन्नु नि। जसलाई चाहिँ आफ्नो भविष्यको थाहै छैन, वर्तमान अहिले के हुन्छ, भरे के हुन्छ, अहिले के खाने, भरे के खाने, भोलि के खाने थाहा छैन, जसको एउटा बस्ने टेक्ने समानै ठाउँ छैन, अर्काको भविष्य देख्ने, अर्काको भविष्य भन्ने, त्यसको भविष्य म पनि भनिदिन्छु नि, मलाई पनि आउँछ नि। त मन गणन्ते कुरा गर्न त म पनि बाहुनको छोरो, बाहुनको नाति, म पनि त्यसको अनुहार हेरेर, हात हेरेर, त्यसको नाम हेरेर म पनि भनिदिन्छु। म पनि मन गणन्ते मलाई पनि आउँछ। तिम्रो पनि भविष्यमा हेरिदिन्छु। यहाँ सुन, अबको 2 महिनामा तिम्रो जोगीसँग तिम्रो छुट्टा नाम हुन्छ। अबको 2 महिनामा यहाँ सुन, तिम्रो भविष्य रहेछ। म यहाँ सुन, तिम्रो भविष्यमा हेर्दैछु। तिम्रो भविष्य के हुन्छ भने अबको 2 महिनामा तिमीलाई जोगीले पैसा लुट्छ, तिम्रो इज्जत सिज्जत सबै लुटेर तिमीलाई चाहिँ छोडेर जान्छ। अनि यहाँ सुन, तिम्रो भविष्य भन्दैछु म। अनि तिमी युट्युबमा आउँछौ रवासी गर्दै, अनि युट्युबमा रुँदै आउँछौ, मलाई जोगीले यता गर्यो उता गर्यो भनेर युट्युबमा 5000 10000 पैसामा तिमी गएर फेरि त्यही कन्टेन्टको गीत गाउँछौ। अब अहिले त अनि 2 महिना पछाडि जोगीले छोडे पछाडि अर्को तिमीले एउटा अब उले मलाई किन छोड्नु, उले पनि छोड्दैन, म पनि छोड्दिन त्यसलाई चाहिँ। अनि तिम्रो भविष्य सुन, तिमीलाई औषधि उपचार गर्दा हुँदैन, तिमीलाई चाहिँ गरजाप गर्दा हुँदैन। मैले गरजाप गर्दा हुन्छ कि भनेर यसो नक्षत्र यसो तिम्रो नामको यसो हेरेको, तिमीलाई गरजाप गरेर शान्ति तिम्रो चाहिँ पूजापाठ लगाएर पुराण लगाएर हुँदैन। तिमीलाई औषधि उपचार गरेर हुँदैन। म हेर्दैछु पख, तिमीलाई औषधि उपचार गरेर हुँदैन, डक्टरमा देखाएर हुँदैन।
अन्तिम उपाय भनेको करेन्ट लगाउनु पर्छ तिम्रो भविष्य है। करेन्ट किन लगाउनु? करेन्ट अन्तिम कसको उपाय लगाउनु? भनेको करेन्ट लगायो भने सबै रोग बिराम सबै निको हुन्छ भनेर यहाँ तिम्रो नक्षत्रले भन्दैछ, यहाँ देखाउँदैछ। यहाँ म हेर्दैछु तिम्रो नाम तिम्रो यहाँ सबै लाउँदाखेरि तिम्रो त्यस्तो आयो क्या, त्यस्तो देखायो क्या। त्यसो हेर्नु त मलाई पनि आउँछ नि त, मलाई पनि आउँछ, मलाई सबै आउँछ दाइ। करेन्ट लगाउनु पर्छ होइन, त्यस्तो यहाँ त्यस्तो छ। अनि तिमीलाई त मैले एउटा यहाँ सुन, तिमीलाई त मैले एउटा बहिनी जस्तो भनेर पो सम्झाएको त, तिमी पनि एउटा बहिनी चेली हो। भोलिको दिनमा तिम्रो जिन्दगी हुन तिमीलाई यस्तै मनपर्छ, तिमीलाई यस्तो मतलब छैन म यस्तै हो, म यस्तै गरेर हिँड्छु, दुनियाँसँग चढ्दै हिँड्छु, दुनियाँलाई खेलाउँदै हिँड्छु भने तिम्रो विषय होइन भने तिमीले कसरी भन्न सक्छौ भोलिको दिनमा त जोगी लाएर बिहे गर्छ, उसले त अलरेडी डिभोर्सै भएको छैन। यहाँ सुन, उसको अलरेडी बिहे गरेर डिभोर्सै भएको छैन, उसले कसरी तिमीलाई आएर बिहे गर्छ? के बोल्दै सुन्नुहोस् है, मैले भने नि तपाईँ चाहिँ तपाईँ यसो गर्नु, तपाईँ गेम कर जानुहोस् ल, मलाई मन पर्दैन दाइ प्लिज। तपाईँलाई हात जोड्छु, योभन्दा बढी नबोल्नुहोस् ल। मैले फेरि मैले बोलेँ भने नि फेरि के हुन्छ हेर्दै जानु। फेरि तिमीलाई डान्समा जाने यसो त्यो पठाउ सठाउमा यसो भाडा उठोस् भनेर मैले गेम खेलेको हो। तिमीलाई यसो पठाउमा जाने, यसो चाहिँ केही अब कफी सफी खाने, यसो केही अब खर्च पानी चाहिन्छ नि त, यसो गेममा 2-4 कोइन भेला भइरहेको छ, 1-2 हजार आयो भने अब तिमीलाई हुन्छ, तिम्रो लागि मैले खेलिदिइरहेको छु, टेन्सन नल्याउ न, आइरहेको छ त। भोलि पठाउमा चढ्नुपर्छ, तेल किन्नु पर्छ, चामल किन्नु पर्यो, सब्जी किन्नु पर्यो, लुगा किन्न पर्यो, पैसा चाहियो। अब मागेर त हुँदैन सधैँ होइन, त्यो भएछ तिम्रो लागि मैले होस् भनेर मैले गेम खेलिदिन्छु। मिडिया भिडियोको मान्छे है, मेरो युट्युब च्यानल छुट्टै छ, मलाई पैसा मेरो युट्युबबाट पनि आउँछ पैसा। होइन यस्ता मिडिया कर्मी कलाकार कलौटे कलाकार अर्को कलाकारहरू को छ न? मैले कसैले भिख माग्नु गएको छैन, बरु मैले देखेको छु के दाइ बुझ्नु नि, कलौटे कलाकार तर भिख माग्नु अनि अर्को एउटा कुनै के एउटा के छ नाम, कुनै के एउटा कलाकार बन्नु छ, आउनु नेपाल कलाकार बन्नु पर्यो। कलौटे कलाकार, अर्को त शिव पाण्डे गायक। हजुरलाई पनि भाइरल हुनु मान्छे यहाँ सुन न, यहाँ सुन, कलौटे कलाकार, शिव पाण्डे गायकर, निकिसा मोडल, अनि अर्को को पो थियो मैले बिर्सेँ, अनि पुण्य गौतम प्रधानमन्त्री, अनि अगोरी बाबा ऊ चाहिँ पुरै अब बाबा भइगयो होइन। अब अगोरी बाबा चाहिँ एकदम खतरा बाबा होइन। अनि को थियो, धेरै थियो नमुनाहरू। सेखु गायकर, सेखु पनि गायकर प्लस मोडल होइन, सेखु अब गायकर प्लस मोडल। अनि को छ न अरू, अहिले नाम ठ्याक्कै आएन। अर्को अब कालो कौवा हेन्सी, कालो कौवा फेरि ऊ सबै संसारको सबैभन्दा हेन्सी, जसले एउटा आँखा पूर्व हेर्छ एउटा आँखा पश्चिम हेर्छ, त्यो चाहिँ हेन्सी होइन। अब त्यो करेन्ट लागेको काग चाहिँ अब संसारको सबैभन्दा हेन्सी। अब धेरै छन् क्या यस्ता नमुनाहरू क्या होइन, धेरै छन्। बाइमा गएको ल अब चाहिँ है, सुत्नु पर्छ अब। कलाकार अब स्टार साँच्ची अर्को यहाँ हाम्रो के अरे बागलुङे स्टार, हाम्रो माइला स्टार होइन, सबै स्टार। अनि तिमीसँग पैसा इनफ पैसा टन्नै छ भने अनि तिमीले त 2000 तिमीसँग पैसा छ सम्पन्न यसो न भरिपूर्ण छ भने अनि 2 लाख रुपियाँ चाहिँ तिमीले चन्दा माग्नु पर्ने, गोफन्ड खोल्नु पर्ने किन? तिमीले भन्न सक्यौ न मसँग पैसा छ मलाई चाहिँदैन भनेर। गोफन्ड भनेको तिमीलाई स्कुटी किन्नको लागि, तिमीलाई पुरा क्लब बार जानको लागि, तिमीलाई डान्स बार जानको लागि चाहियो। अनि गोफन्ड खोल्नु पर्छ। गोफन्ड कसैलाई खोलिन्छ केको लागि बुझ्नु पर्छ पर्दैन? हेर्नु हैन, भित्र बस्नेले ओपन च्यालेन्ज गरे हैन, तपाईलाई म स्कुटी किनेर देखाउँछु ल, मेरै पैसाले हैन, स्कुटी किनेर देखाउँछु ल। हेर्नुस् तपाईँ पर्दैन, च्यालेन्ज साले दिनु पर्दैन मलाई। हेर्नुस् चाहियो भने भन, म तिमीलाई स्कुटी यसो न पर्दैन कि यसो बरु तिमीलाई छैन भने यसो च्यालेन्ज दिनु पर्दैन। यसो स्कुटी भनेको मैले तिमीलाई चाहियो भने बरु भन, म एउटा दाइको नाताले बरु तिमीलाई त्यतिकै $2000 दान दिन्छु क्या म तिमीलाई, मै किनिदिन्छु। अघि मैले भनेको हामी कसै पैसा हो। अब लाइनमा आयो नि, खादैनौँ दाइ, लाइनमा आयो नि त। अनि किन नाटक दुनियाँ गोफन्ड खोल्नुपर्ने आवश्यक के थियो, जरुरत के थियो?
गोफन्डमी कसैले खोलिन्छ तिमीलाई थाहा छ नरेशले जोगी पागलको कुरा नगर मेरोसँग यहाँ पागलको कुरा नगर त्यो खाते कुता थियो भाकल भिखारी मुला चुतिया त्यो हुत्याएर नाबाट त्यो मासले कुच्चा खालियो त्यो मलाई भत्ता मलाई $2000 पैसा पठाउन नसक्ने $2000 दिने अर्कालाई दान माग्ने भिख माग्ने हात फैलाउने भिखारी जोगी अनुदान चन्दा त्यसलाई चाहिँ उता भोलिको दिनमा तिमीसँग चाहिँ उहाँ हनीमुन मगाउन पनि चन्दा माग्ला भोलिको दिनमा बिहा गरेर पनि चन्दा माग्ला छोराछोरी होला छोराछोरीको नरन गरेर पनि चन्दा दिनुपर्ने त्यो भिखारीलाई हामीले चन्दा दिनु गर्ने त्यसको बाउले यहाँ ठेक्का दिएको छ हामीलाई त्यो खाते काम गर्दै गर्दैन अमेरिकामा बसेर काम गर्छ खाते त्यसलाई चन्दा दिनु पर्ने त्यसलाई डान्स गाडी किन्नुहोस् गोपनबाटै कबाट बेच्नु जानु गएर मागेर दियो साथीभाइलाई बाँकी मागेर दियो मलाई भिखारी मलाई खाते पसल खोलेको छ तपाईँले गाइस मलाई $1 दिनु भन्नुहोस् अब तर यो उपयोग नगर किनभने भोलिको दिनमा चाहिने मान्छेहरूलाई यो सहयोग पाउँदैन यो कुराले बुझ्यौ नि निडेड मान्छेहरूलाई सहयोग पाउँदैन यो कुरा विचार गर आफै रियलाइज गर बुझ है ठिक छ अब त्यस्तै हो अब कति भन्ने तिमीलाई कति सम्झाउने तिमीलाई त जति घोटा जति सम्झायो तिमी तिमी पनि त्यो गुरु जस्तै अन्तिममा चाहिँ करेन्ट लाउनु पर्छ सम्झाएर बुझाएर दुईजनालाई भेला गरेर करेन्ट बुझ्नुभयो कि नै तपाईँ पनि एउटा गोपन खोल्नु होइन त्यो तपाईँ त्यो लाइभ बस्छ त्यो लुगाहरू भिडियो मलाई किन चाहियो म त नि यहाँ सुन म त तिमी जस्तो गरिब दुखी भिखारीलाई म त दिएर हिँड्ने मान्छे हो मेरो भिडियोहरू हेर विगतमा तिमी अहिले जोगीको जुन जोगीको कुरा गर्छौ नि त्यो जोगीलाई पनि मैले मेरो घरमा ल्याएर पालेको भुसिया कुकुर हो मैले घरमा राखेर त्यसलाई सोध न तिमीले मेरो घरमा बसेर यहाँ सुन अनि सुन न यस्ता जोगी खाते भिखारीलाई पाल्ने औकात राख्छ क्या मैले तिमीहरू जस्तोलाई म बरु दुःख मेहनत परिश्रम गर्छु म बिजनेस गर्छु व्यापार गर्छु तिमीहरू जस्तो मागेर हात फैलाएर नाटक नौटङ्की गरेर खाने मान्छे होइन म विचार गर तिमीहरू जस्तो एउटा बाइक चाहिँदाखेरि गोफन्डमी खोल्ने एउटा साइकल किन्नलाई गोफन्डमी चाहियो लुगा किन्नलाई गोफन्डमी तिमीहरू जस्तो भिख मागेर दुनियाँलाई चाहिँ घन्टी बजाएर नाङ्लो ठटाएर रमिता देखाएर दुनियाँ गरेर माग्ने मान्छे होइन म काम गर्छु मेहनत परिश्रम गर्छु म व्यापार गर्छु म बिजनेस गर्छु तर तिमी जस्ता अनि त्यो जोगी जस्तोलाई चाहिँ नि पाल्ने औकात राख्छ मैले तपाईँ आउनुहोस् तपाईँलाई पाल्ने मेरो अरे त्यस्ता तिम्रो कोठामा आउनु छैन म तिम्रो कोठामा आएर भरे फेरि मेरै बेजत हुन्छ मलाई कुर्सी डान्स गराउला के गराउला फेरि मलाई भाइरल फेमस हुनु छैन तिम्रो कोठामा आउनु छैन तिम्रो कोठामा आएर अब फेरि मेरो यहाँ बर्बाद जिन्दगी बर्बाद हुन्छ तिम्रो कोठामा आउने भनेको कलौटे हो सेखु हो यस्ता जोगी निकिसा यस्तालाई ल्याउनु राख्नु नचाउनु जेसुकै गर्नु म आउँदिनँ प्रभु राम राम सीताराम जय जय मलाई चाहिएन होइन बरु मेरो घरमा अब पालेर म राख्छु काम गर्नु पर्दैन सित्तैमा हिजोको दिनमा जोगीलाई पनि ल्याएर मैले पालेर राखेको 3 महिनासम्म सोद्धा हुन्छ तिम्रो जोगीलाई होइन अब 4-5 कति 2-3 वर्ष त सिकागोमा पालेको थियो त्यसलाई भतुवालाई नेपालमा हुँदा पनि 3-4 वर्ष हाम्रै चेरीले पालेको बाइक भने बाइक गाडी भने गाडी के भन्छ बाइक प्रोटिन लुगा फोन हरेक कुरा साग सब्जी घर सबै ठेल्दिएको 3-4 वर्षसम्म बिचरा यहाँ दुःख गरेर मेहनत गरेर रात दिन नभनिकन काम गरेर घन्टा हानेर कमाएको पैसा लटीपटी खायो चुतियाले अमेरिका आए पछाडि पनि गाडी सबै चोरेर हिँडेर भागेर हिँड्यो होइन तर यस्तो यो ऋतु जस्तो ऊ भनेको उसले पनि हिजोको दिनमा अब मैले पत्याएको त थिइनँ त्यो एउटा म्याकुरीको परिवार बिगाऱ्यो घर बिगाऱ्यो भन्थ्यो हो रहेछ एउटा छोरी चेली भएर एउटा छोरी चेलीको चाहिँ मर्म नबुझ्ने छोरी चेलीको चाहिँ केही नबुझ्ने यस्ता समाजको नमुना धब्बाहरूले गर्दाखेरि आज छोरी चेलीको बेजत बदनाम अनि यस्ता यो जोगी जस्ता हुतियाहरूले पेलेको त्यसै होइन क्या यी साँडे भएर हिँडेका तिमी जस्ता चाहिँ नि नपुसकहरूले यसो ठाडो पाएर फर्काइदिन गर्दाखेरि तिमी यो यस्तो समाजमा यो भएको क्या तिमी जसलाई पनि कोठामा आऊ मलाई कोठामा आऊ भन्छौ तिमी जसलाई भयो त्यसलाई कोठामा बोलाउने जे गर्ने एउटाले के दियो भने यता खुट्टा उचालिदिने उता फर्काइदिने कुर्सीमा बस्न तयार खाडमा नाङ्गिन तयार जे गर्न तयार यो त चल्दैन नि हामीलाई चल्दैन क्या यस्तो बुझ्यौ नि हामीसँग चल्दैन यस्तो बुझ्यौ
हामी जस्तो गरेर त्यसरी गए गुजेर त्यसरी गिरेर हिँड्ने मान्छे होइन। त्यसरी दुनियाँ त्यो पैसाको लागि इज्जत बेचेर इज्जत फ्याँचेर त्यो पपुलारिटीको लागि भ्युजको लागि नौटङ्की चल्दैन हाम्रो। विचार गर, इज्जत त्यसरी बेचेर फालेर हिँड्दैन। अब मलाई सिधै भन्छ कोठामा आइज भन्छ, म कसरी जान्छु कोठामा यार, अर्काको कोठामा। म त्यसरी कोठामा दुनियाँलाई अर्काको बुढाको बिगार्ने, अर्काको राम्रो घर परिवारमा गिद्धे नजर लगाउने, अर्काको बिचरा म्याकुरीको हेर बिजक बनाएर अहिले म्याकुरीको बुढीमा बाटोमा निस्किरहेको छ। उहाँ बद्री बिस्तार कुर्सीमा नचरा कुर्सी भाँचेर अब न्युजमा मिडियामा आएको छ। अब अहिले जोगीसँग घरि कोसँग घरि कलौटेसँग, अब यहाँ कलौटेले अब कलौटेको पनि अब तिमीलाई अलि दिन पछाडि कलौटेको बुढीले जगट्छ। कलौटेको बुढीले हेर यहाँ कलौटेले घरमा बुढी हुँदा हुँदै कलौटे, अब कलौटे पनि कलाकारै रहेछ। कलाकार चाहिँ अब यहाँ फुलतिर आएको छ यहाँ नै यहाँ अब यो कलौटेको बुढीले तिमीलाई कुन दिन रै जगट्छ यहाँ आएर। अब यो लाज शरम घिन भन्ने छैन, मतलब छैन, जे गरे पनि हुने। दाजु अरे के अरे, अब अस्ति शर्मिला वाइबाले चाहिँ जगटेर भुत्लाएर चाहिँ भक्कु कुटेर त्यसै कुटेको होइन रहेछ क्या। अहिले सम्झ, तिमीलाई राम्रो भन्दा भएन। शर्मिला वाइबाले त्यसै जगटेको होइन रहेछ क्या, त्यसै तिमीलाई पड्काएको होइन रहेछ। तिम्रो बेहोरा, तिमी पनि राम्रो गर्ने खालको सम्झाउने बुझाउने खालको मान्छे होइन रहेछौ क्या। तिमीलाई कुटाइ चाहिँ गर्नै पर्ने। तिमीलाई अब चाहिँ अन्तिम उपाय भनेको करेन्ट लाउने हो। अब तिमीलाई भएन, तिमीलाई औषधि उपचार गरेर पनि भएन, तिमीलाई धामी झाँक्री देखाउँदा पनि हुँदैन, केही गर्दा हुँदैन। अन्तिम उपाय भनेको करेन्ट लाउने हो। अब लास्टमा तिमीलाई र जोगीलाई दुईजनालाई भेला गरेर राखेर करेन्ट लाउने हो अन्तिम उपाय भनेको। त्यति नै हो है। त्यसमै हुन्छ माइनस, तिम्रोमा प्लस लगाउने, अर्कोमा माइनस लगाउने, अनि लगेर उता चाहिँ के अरे बिजुलीमा जोड्ने। अन्तिम यो धेरै, मेरो टाइम पनि धेरै, 12 लन्च टाइम पनि भइसकेको छ होइन। तपाईँले गर्दा यहाँ 1 बजे थाहा छ, 1 बजिसक्यो। म यसो सुते खाएन, मान्छेले के भन्छन् भोलि मलाई गाली गर्दैनन्। कसले? तिमीलाई नि गाली गर्दैन नि। तिमीलाई नि गाली गर्ने मान्छे छन् र तिमीलाई गाली गर्छन् र सबैले राम्रो भन्छन् भने गाली गर्ने भन्दैन, अरूलाई डिस्टर्ब हुँदैन। 1 बजेसम्म डिस्टर्ब हुँदैन, अरूलाई डिस्टर्ब हुँदैन। तर नि दादा होइन, तर मलाई घरभित्र लास्टै माया गर्नुहुन्छ थाहा छ नि। तर मलाई त्यस्तो पनि के पनि मलाई सबले चिन्छ कि होइन, तर घरभित्र मलाई त्यस्तो आसम्म त्यस्तो नराम्रो पनि भन्नु न। तर माया गर्नुहुन्छ क्या मलाई घरभित्र, थाहा पनि भयो कि याद राख्नु। माया त तिमीलाई धेरैले माया गर्दछ। पहिला बद्रीले पनि माया गर्यो, अर्को म्याकुरीले, त्यस पछाडि कलौटेले, अनि त्यस पछाडि यहाँ विभिन्न मान्छेले माया गरेको मैले देखिरहेको छु। अब अहिले जोगीले पनि माया गरिरहेको छ होइन। अहिले जोगीले तिमीलाई कति माया छ होइन। यहाँ सुन न, यहाँ सुन, कति माया गरिरहेको छ जोगीले बिचरा। 2020 यहाँ सुन न, तिमीलाई जोगीले अहिले यति माया गरिरहेको छ बिचरा। एउटा स्कुटी किन्नको लागि दुनियाँसँग भिख मागिरहेको छ। हेर त, त्यो जस्तो धेरै माया कसले गर्ला यार। एउटा स्कुटीको लागि दुनियाँसँग यस्तो हात थापेर बसेको छ। दे दो भवते भिक्षा देऊ भनेर चाहिँ भिख मागिरहेको छ तिमीलाई 2 लाखको स्कुटी किन्नको लागि। त्यहाँभन्दा माया त अपराम्पार छ नि यार। बाफ्रे। यस्तो माया त कसले गर्ला यार। यस्तो माया त जिन्दगीमा मैले पनि देखेको थिइनँ। मलाई पनि यस्तो माया गर्ने मान्छे कोही आइदेखि मलाई एउटा गाडी चाहिएको थियो मेरो लागि, गोफन्डी खोलेर चाहिँ लाइफमा आएर भिख माग्दैदेखि त म त उसको लागि त जिन्दगीभरि ज्यान मात्रै होइन, म त सबै कुरा दिन्थेँ नि यार, होइन र। अब त्योभन्दा धेरै माया तिम्रो लागि चाहिँ नि ऊ सबै खोल्न तयार। अब के अरे खाटमा पल्टेको पनि देखिरहेको थिएँ, पल्टिन तयार, अब दुनियाँ लाउन तयार, दुनियाँ मोसो दल्न तयार, खरानी दल्न तयार, बेसार घोप्ट्याउन तयार। त्योभन्दा धेरै माया कसले गर्ला। तिम्रो लागि चाहिँ नि ऊ रातैभरि बस्न तयार, दिनैभरि बस्न तयार होइन। एउटा चाहिँ लुगा खोलेर नाङ्गे, एउटा चाहिँ धोती बेरेर चाहिँ नि चन्दन लगाएर चाहिँ एउटा त्यो डोरीको माला लगाएर चाहिँ बस्न तयार होइन। त्यहाँभन्दा धेरै माया कति हुनु पर्यो यार। आम्मा माया त माया हो क्या यार। बाप्रे बाप। यस्तो माया त जिन्दगीमा मैले नदेखेको यार। कस्तो माया हो यो फेरि। नाथे $2000 पनि चाहिँ एउटा स्कुटी किन्न दिन नसक्ने, भिख माग्न पर्ने, गोफन्डी खोल्न पर्ने, अरूसँग चन्दा हो डोनेसन माग्न पर्ने, के हो पारा। असम्म छ यार। हो त्यसरी त बट्टा थापेर बस। बरु त्यसरी बट्टा थापेर बस्ने, बरु पशुपति मन्दिरमा जानु, उता जनकपुर मन्दिरमा जानु, बट्टा थापेर बस्नु क्या। बरु
यो दुनियाँ नौटङ्की गर्नु भन्दा बरु त्यहाँ बरु यसो चाहिँ मोसो दल्नु अबिर सबिर दल्नु अनि त्यहाँदेखि त्यो एउटा चाहिँ माता जस्तो भएर बरु चाहिँ पशुपतिको मन्दिर अगाडि बस्यो भने बरु 2 लाख चाहिँ तिम्रो एकै महिनामा उठ्छ। यो गोफन्डमे बिचरा दुनियाँमा मागेर दे ए गर दिनभरि लाइभमा आएर मेरो माथि गोफन्डमे लिङ्क छ प्लिज गएर हेरिदिनु होला दिनु होला। यो दुनियाँ गर्नै पर्दैन, जाने एउटा घन्टी बजाउने पशुपतिको मन्दिरमा बस्ने ए भवती भवती भिक्षा देऊ भवती भवती भिक्षा देऊ भनेर टोक्रे अगाडि राखेर बस्छ, तिम्रो 2 लाख त एकै महिनामा उठ्छ। यो त यो 2000 त तिम्रो यो गोफन्डमीमा त 1 महिना होइन 6 महिनामा पनि उठ्दैन। अब महिनौ लाग्छ तिमीलाई। सबैभन्दा उपाय विकल्प भनेको पशुपतिमा चाहिँ त्यो अहिलेको टोक्रे बट्टा लिएर जाने अनि ठ्याक्क चाहिँ त्यो जोगीले पठाएको चन्दन लगाउने भएन। अब मेरो चन्दन लाउँछ भने मै पठाइदिनु होला, मेरो चन्दन फेरि 1 दिन लगाए पछाडि 2-4 दिन लाउनु पर्दैन, मेटिँदैन, त्यस्तो खालको चन्दन झ्याप्पै बसिरहन्छ होइन। त्यस्तो खालको चन्दन लगाउने हो कि कस्तो चन्दन लगाउने हो, खरानी सरानी अब बेसार सेसार लगाउने, साडी लगाउने, के लगाउने, झ्याप्प गरेर बस्ने होइन। चन्दन अब माथि निधारा मात्र लाउने हो कि अनुहारभरि लाउने हो कि कता लाउने, जिउभरि लाउने हो कि छर्र पारेपछि फेरि सबै बटुङ जान्छ होइन। त्यस्तो खालको चन्दन अब पुरै चोप जस्तो हुन्छ, सुपर ग्लु जस्तो होइन। छ्याप्प टाँसिएपछि जाँदैन, धुँदा पनि चाहिँ धेरै 2-4 घन्टा लाग्छ धुनको लागि होइन। कस्तो खालको चाहियो सबै उपलब्ध हुन्छ, भन्नु पर्यो राम्ररी। क्षमा छ यार। छरुवा स्टाइलले जान्छ क्या पुरै। होइन अचम्म गर्ने यार, जे पाए त्यही गर्ने यार। एउटा गोफन्डमी भनेको त कस्तो ऊ पनि विचार रहेन रहेछ, दिमाग रहेन रहेछ। त्यस्तै जोगी जस्तै पागल पनि अब भनिकन उसलाई पनि औषधि उपचारहरू पनि अब केही नभएर, अब धामी झाँक्री पनि लगाउँदा नभएर चाहिँ केही नभएर, गर शान्ति केही नभएर चाहिँ अब अन्तिम उपाय भनेकै करेन्ट लाउने हो। सिधै करेन्ट लाउनुपर्छ। अब 2 जनालाई भेला गरेर राखेर जोगी र जोगिनीलाई 2 जनालाई करेन्ट लगायो भने त्यति हो विकल्प। त्यहाँभन्दा अरू केही देखिनँ मैले। सम्झाएर बुझाएर केही गरेर अब अस्पताल पहिला जोगीलाई त 6 मेरो दिमाग फुस्क्यो होइन, मेरो दिमाग फुस्क्यो अब होइन, मेरो दिमाग फुस्क्यो। अब चाहिँ मलाई चाहिँ यो के अरे औषधिले भन्नु, डाक्टरलाई औषधि माग भन्नु तपाईँको अन्तिम। ल लास्ट हान अनि म जान्छु। सुन तिमीलाई अन्तिममा म राम्ररी हो, तिम्रो दिमाग खुस्किसकेको छ, सकिसकेको छ। अब के हजुरको दिमाग फुस्क्यो, मेरो दिमाग फुस्क्यो। अब यसको उपाय भने एकचोटि चाहिँ प्लग लगाएर, प्लग जोडेर करेन्ट लगाएर त एकचोटि चेक गर्नुपर्छ। पहिला एकचोटि मजाले चाहिँ चेक गरेर आइसी अब आइसी जलेको छ कि छैन होइन, आइसी जलेको छ कि छैन, आइसीले काम गर्छ गर्दैन कि, तिम्रो आइसी रिपेयर गर्नुपर्ने हो कि, तिम्रो आइसी काम गर्छ गर्दैन, अब आइसी अर्को नयाँ आइसी लगाउनु पर्ने हो कि त्यो तार चुडेको तार जोड्दा हुन्छ कि के गर्दा हुन्छ। एकचोटि करेन्ट लगाएर एकचोटि चाहिँ त्यो एउटा मेसिन हुन्छ डायग्नोस गर्ने, त्यसले डायग्नोस गरेर चाहिँ हेर्नुपर्ने हुन्छ कहाँको तार खुस्केको हो होइन, कति भोल्टेज कमी भएको, जोड्न मिल्छ कि अब नयाँ आइसी हाल्नुपर्ने हो कि के हाल्नुपर्ने। एकचोटि चाहिँ त्यहाँ यो के भन्छ परीक्षण के भन्छ त्यो गरेर चाहिँ होइन, परीक्षण के गरेर चाहिँ अनि त्यस पछाडि अन्तिममा करेन्टै लाउनु पर्ने हो कि होइन। त्यो गरे पछाडि मात्रै तिम्रो मैले उपाय देखेँ। अरू उपाय तिमीलाई सम्झेर बुझाएर भनेर यहाँ ढ्याङ्ग्रै ठोटाएर 1 हप्ता सप्ताह पुरानो लगाएर पनि नहुने। अब हस्पिटल लग्यो भने हस्पिटलबाट भागेर हिँड्ने, दबाई नखाने, टाइममा दबाई नखाने। डक्टरले टन्न दबाई दिएको छ, जोगीलाई पनि दिएको छ, उसलाई पनि दिएको छ, टाइममा दबाई नखाने, दबाई चाहिँ लगेर फ्यालिदिने, पानी मात्रै खाने होइन, समयमा दबाई नखाने, समयमा नसुत्ने, समयमा नउठ्ने। कहिले राति चाहिँ मध्यरातमा उठेको छ, कहिले बिहानै उठेको छ, कहिले मध्य दिनमा सुतेको छ, न सुत्नेको टुङ्गो न खानेको टुङ्गो, कहिले 12 बजी उठेर पनि खाएको छ, कहिले बिहान पनि खाने टाइममा नखाएको छ होइन, कहिले उठ्ने सुत्ने के टुङ्गै छैन। सबै त्यो भ्रष्ट सबै फ्युज पुरै गइसकेको छ, पुरै कामै छैन, केले कामै गर्न सक्नु। समय कति अब बिहान कतिखेर हो, बेलुका कतिखेर थाहै छैन, कतिखेर के बोल्ने कतिखेर के नबोल्ने थाहै छैन होइन, के गर्ने के नगर्ने थाहै छैन। जे पनि गरिदिने, जे पनि बोल्ने, पैसा भ्युवर्स भयो भने मिडियामा गएर जे बोलिदिने। अब बिहा गर्नु कहाँ ऊ कहाँ 7 समुद्र पारी, अब जोगी यहाँ अब मेरो श्रीमान अरे, मेरो पति अरे, बिहा भइसक्यो अरे होइन। अब बिहा पनि अनलाइनमा पनि बिहा हुन थालेछ। यो कोही कस्तो यो होइन, यो कस्तो जमाना आयो, यो कस्तो यो उदेक, यो अचम्म, यो के हो
अब बिहा गर्नको लागि त पुरै गएर मगनी गर्नुपर्ने, पुरै छिने जन्ती लिएर गएर चाहिँ पुरै सिन्दुर पत्र लगाएर दिनभरि बाजा गाजा बजाउनु पर्ने हो। आजभोलि त जोगी उता बसेको छ, अर्को उता बसेको छ, ल बिहा गरेँ ल तिमीलाई मैले सिन्दुर हालिदिएँ ल भनेर यसो हातमा एउटा चन्दन घोटेर यसो लगाइदिँदाखेरि बिहा हुँदो रहेछ। अनि के हो यो अचम्म उदेक यो बदनाम गऱ्यो यार, यो त साँच्चै भनेको यार। यो जोगी त जोगीलाई त यसलाई त झुन्डाएर चाहिँ यसलाई त साँच्चै अरू देशमा हुनु भने यसलाई पाकिस्तान अथवा अरू कुनै मुस्लिम कन्ट्रीतिर हुनु भने यसलाई फाँसी यसलाई झुन्डाएर मार्थ्यो क्या। यसलाई गाउँ सहर बजारमा लगेर चाहिँ बिचमा राखेर यसलाई झुन्डाउँथ्यो क्या, फाँसी सुली चढाउँथ्यो क्या यसलाई। तर यो विडम्बना हाम्रो समाजले केही गर्न सकिरहेको छैन क्या। समाज चुप लगाएर बसेर हेरि मात्रै रहेको छ होइन। तर समय आउँछ नि, जब समय आएको दिन त्यो अन्तिममा अघि मैले करेन्ट पनि लाउनु भनेको थिएँ। अनि अन्तिम उपाय भनेको एउटा सुली चढाउने। करेन्ट लाउँदा पनि भएन भने अन्तिम उपाय चाहिँ सुली चढाउने। दुईजनालाई राखेर बाँसमा यसरी सँगै घ्वाप्पै पारेर काठमाडौँमा हुन्छ कि एउटा बजारमा गाउँमा मान्छे भेला गरेर दुईजनालाई सुली चढाउने हो। लास्ट उपाय भनेको चाहिँ त्यही हो। करेन्ट लाउँदा पनि भएन भने अन्तिम उपाय भनेको सुली चढाउने हो। त्यति नै हो। त्यहाँदेखि चाहिँ अनि सबै कुरा ठिक हुन्छ। मैले देखेको त्यति नै हो। केही गर्दा सम्झाउँदा बुझाउँदा यो दुनियाँ धामी झाँक्री डाक्टर केहीले भएन। करेन्ट लाउने, एकचोटि चेक जाँच गर्ने हो, तारसार खुस्कीको जोडजाड गर्ने हो, नयाँ आइसी हाल्ने हो, के गर्ने हो, रिपेयर हान्ने हो। त्यति गर्दा पनि भएन भने अन्तिममा सुली चढाउने हो। अन्तिममा ल्याएर एउटा त्रिशुलमा चिने त्रिशुल यस्तो हुन्छ नि, त्रिशुल अथवा त्रिशुल पनि चाहिएन, बाँसमा बाँस ल्याउने अनि माथि तिखारेर चाहिँ अनि मुनिबाट हालेर अनि मुखबाट निकाल्ने अनि माथि यसरी राखिदिने, बजारको बिचमा टाङ्दिने हो। त्यति हो विकल्प। त्यति गऱ्यो भने मात्रै अब हुन्छ, नभए मैले उपाय देखिनँ। त्यति नै हो लास्ट उपाय भनेको। किनभने सुध्रिनेवाला छैनन् यिनीहरूलाई केही हुनेवाला छैन। यिनी दबाई खाँदैन। अब दबाई दियो, हस्पिटल गयो, दबाई नै नखाने, उता धामी झाँक्रीकोमा गयो, चिन्तै लाग्दैन, जोखा नै देखिँदैन। अब गर जब गऱ्यो, गर शान्ति गऱ्यो, त्यो गर शान्ति नै हुँदैन। केहीले केही कामै नलाने, केही उपाय नहुने, केहीले नभेट्ने, झारफुक गऱ्यो झारफुकै नलाग्ने क्या। त्यस्तो अलछिनी अब त्यो के भन्नु र, अब त्यो भनेर साध्यै छैन। केहीले उपाय गरजाप गऱ्यो, उल्टै त्यो गरजाप गर्ने मान्छेकै गर बिग्रिने क्या। उता गर शान्ति गरेको, उता गर शान्ति गर्ने मान्छेलाई चाहिँ उसकै पो गर बिग्रिने क्या। त्यस्तो छ क्या। पुरै चाहिँ यो के हो यार, अचम्म छ यार। ल एनिवे, ल निस्क, अब म पनि अब खाना पनि खानुपर्छ, समय धेरै भयो होइन। अब तिमी जति बातमा तिमीलाई सम्झाउन आएको यहाँ सुन। एज मैले अघि भने तिमी पनि एउटा तिमीलाई मैले राम्रोसँग सम्झाएको हो नि त पहिला, हो क्या। यहाँ सुन, तिमीलाई स्कुटी चाहिएकै थियो, स्कुटी यहाँ सुन, स्कुटी चाहिएकै थियो भने $2000 भनेको पठाइदिन सक्छु क्या। तर गोफन्ड खोलेर दुनियाँसँग मागेर यो चन्दा सङ्कलन गर्नुपर्ने आवश्यक जरुरत थिएन नि त। किनभने यहाँ नेपालमा सुन न पहिला लिसन, नेपालमा कति गरिब दुखी, कति निडेड मान्छेहरू छन्, कति अपाङ्ग छन्, के छ, उनीहरूलाई चन्दा सङ्कलन गर्न आवश्यक। बरु उनीहरूको लागि बरु के नेपालमा के राम्रो काम गर त, बरु त्यसको लागि बरु म पनि सपोर्ट गर्छु, म पनि बरु पैसा हालिदिन्छु। तर तिमीलाई यसो न, तिमीलाई डान्स गर्नको लागि, तिमी क्लबमा तिमी गर्नको लागि, तिमीलाई स्कुटी किन्नको लागि अनि गोफन्डमै खोल्ने, गोफन्डमै के तिमीहरूलाई यो टिकटकमा आएर जेसुकै युट्युबमा जेसुकै गऱ्यो भन्दैमा गोफन्डमी भनेको त यो त तिम्रो एप होइन त। म खोज्छु, मैले गरेको छु, मेरो गरेर भिडियो हेर न, मेरो युट्युबमा हेर, दुनियाँ हेर, जोगीलाई गएर सोधा मैले कति के गरेको। तर म यस्तो यहाँ सुन, गोफन्डमी स्कुटी किन्नलाई, लुगा किन्नलाई होइन, कहाँ के गर्नको लागि, मौज मस्ती गर्नलाई, लिपस्टिक गाजल लुगा कपडा किन्नलाई गोफन्डमी खोल्दैन। दाइले खोल्छ, लिपस्टिक पाउडर गाजल लुगा फेर्नलाई चाहिँ
मेरो एउटा भिडियो खेलेको 15-20 हजार आउँछ, एक दिनको 15-20 हजार आउँछ। मलाई त्यहीबाट इनफ छ यार। कोहीसँग मलाई भिख माग्नु पनि परेको छैन क्या दाइ। जबसम्म ऋतु बस्ने छ तबसम्म कोहीसँग भिख माग्दिन, बुझ्नु कि नै? बरु तपाईँलाई चाहिन्छ भने पैसा तपाईँलाई म उल्टै पैसा दिन्छु, ल तपाईँलाई चाहिन्छ तपाईँलाई म उल्टै पैसा दिन्छु, ओके? तर आएर लाइभमा आएर मलाई जे पाइन्छ मलाई मन पर्दैन, ओके? तपाईँलाई पनि यति गरिब दुखीको माया लाग्छ भने होइन, हजुर पनि एउटा गोफन खोल्नुहोस्, त्यहाँ माथि लेख्नुहोस् सबैजनाले गरिब पिटे। यहाँ सुन, तिमी 1000-1500 कमाउने मान्छेले अनि जोगीको लाइभमा गएर गेस्टमा गएर प्लिज डोनेट गरिदिनु पर्यो, मेरो गोफनमा जानु पर्यो, उता ढुङ्ग्रीको जोगीको बायोमा गएर चाहिँ 1-2 रुपियाँ 5,000 के अरे $5 $10 दिनु पर्यो भने त मसँग यहाँ रेकर्डिङ छ त। अनि तिमीलाई लाज शरम घिन लाग्दैन? अहिले 5,000 10,000 कमाउने अरे अनुहार हेर त, 5-10 हजार कमाउनेको। अनि 5-10 हजार दिनको कमाउने मान्छेले दुनियाँ अनि नौटङ्गी गर्नुपर्ने आवश्यक छ, जरुरत छ, माग्न जरुरत छ, आवश्यक छ। अनि जोगीको गेस्टमा गएर चाहिँ प्लिज मेरो माथि गोफन्डमी छ, सहयोग गरिदिनु पर्यो। मलाई पनि भनेको त त्यो लाइभमा देख्दाखेरि दादा $5 भए पनि हालिदिनु पर्यो भनेर भन्ने माग्ने तिमी होइन हिजोको दिनमा? गफ हेर त, भिखारीको गफ। जो माग्ने उसकै ठुला कुरा। भिखारीहरू आजभोलि टिकटकमा आम्मामा यी भिखारीहरूको यस्तो फोरफोर छ कि बाफ्रे बाफ्रे बाफ्रे। जो माग्ने उसकै चाहिँ अब ठुल्ठुला कुरा, त्यस्तो पनि हुन्छ? त्यस्तो कुरा पच्छ हामीलाई? मलाई चाहिँ दादा $5 $10 हालिदिनु भनेको क्या तिमीले? गेस्टमा गएर जोगीको गेस्टमा बसेर मैले देख्दाखेरि इभन मसँग मेसेज पनि गरेको होला, म अहिले भरेमा मेसेज पनि हेर्छु होइन। अनि लाइभमा बसेर गेस्टमा बसेर प्लिज माथि बायोमा छ, गोफन्डमी छ, हालिदिनु होला, मलाई स्कुटी किन्न पर्यो भनेर माग्ने, हिजो त्यही मुखले बोल्ने। अनि दिमाग छैन भनेपछि आज के बोल्ने भरे के बोले थाहा हुँदैन। पागल रहेछौ नि त तिमी पनि, होइन त? त्यो जोगी जस्तै पागल रहेछौ। अब तिमीहरूलाई भनेको अन्तिममा करेन्ट लगाउने हो, करेन्ट लाउँदा पनि भएन, तिमीलाई सुली चढाउने हो, त्यति हो। अब यहाँ धेरै म बोल्दैन, तिमी जस्तोलाई सम्झाउनु बुझाउनु भनेको चाहिँ आफ्नै त दिमाग खराब गर्नु, आफै यो यस्तोलाई सम्झाएर बुझाएर त्यो केही उपाय छैन, उपचारै छैन, उपचार केही छैन। हामी झाँक्री केहीले पनि हुँदैन, अन्तिममा करेन्ट लाउने भएन भने सुली चढाउने हो। अब जाऊ, समय तिम्रो सुत्ने टाइम भन्थ्यो, गर सुत है। अब म चाहिँ निस्केँ, काम छैन। तिमीलाई जति 12